नमस्ते, वेलकम टु माई न्यू भ्लग। आज हामी पानी बोक्न चाहिँ जाँदैछौँ गाइज। ल गाइज, हामी चाहिँ रोडमा निस्किसक्यौँ। हाम्रो साथीहरू दुईजना हुनुहुन्छ। साथीहरूसँग हामी चाहिँ रमाइलो गर्दै रोडमा हिँड्दैछु है गाइज। ल अब एकदम रमाइलो छ, घाम लागिरहेको छ है गाइज। अब ल हामी चाहिँ बिच बाटोतिर आइपुग्यौँ। एकदम चाहिँ पानी प्यास लागेर चाहिँ हामी पानी लिन गइरहेको छौँ। ल हाय गाइजहरू, हामी चाहिँ अब पुग्न आँटिसक्यो। ल गाइज है, लगभग पुग्न लागिसक्यौँ। ओके ल हामी चाहिँ लगभग चाहिँ हामी मगर समाजको घर अगाडि आइपुग्यौँ। ल बहिनीले चाहिँ बाटो बोक्दैछ। ल यहाँ जार बोकेर अब पानी धारा आइपुग्न छ है गाइज। ल पानी धारा आइपुग्यौँ हामी। अब एकछिनपछि हामी चाहिँ पानी थाप्ने छौँ र हाम्रो रमाइलो पनि भइरहेछ है गाइज। ल एउटा भाइ पनि पानी भएर आइसक्यो। ल हामी चाहिँ स्पेसल्ली हामी चाहिँ पानी भर्छौँ यहाँ। ल फ्यामिलीले टक्क चाहिँ जारलाई चाहिँ सफा गरेर हामी पानी भर्दैछ है गाइज। पानी टक्क अब पानी भर्छौँ डङ 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 लगाएर है त गाइज। ल नानीले खुट्टो धुँदैछ। रेस्ट भइसक्यो। अब म चाहिँ प्यास लागेको छ, एकदम पानी खानु मन लागेर चाहिँ पानी खाँदैछु है गाइज। ल गाइज अब पानी पनि भर्न लागिसक्यो है गाइज। ल नानीले पनि मुख धुँदैछ। फाइनली हाम्रो पानी भरिसक्यो है त गाइज। ल अब हामी चाहिँ अब बाटोमा पानी भर्दैछ है साथीले चाहिँ। यसरी राख्दा दुईजनाले पानी चिसो पानीको स्वादमा मिठो स्वाद लिएर यस्तै बोक्नुपर्छ है जार चाहिँ। ल हेर्नुहोस् गाइज। ल गाइज हामी चाहिँ अब आफ्नो गन्तव्यतिर फर्किँदैछु। हाम्रो चाहिँ आमा भर्खर चाहिँ डोकोमा चाहिँ भोलि चाहिँ भाँड बोकेर आउँदै हुनुहुन्छ। ल हेर्नुहोस् है त गाइज, हामी चाहिँ फर्कियौँ है त। ल फाइनल्ली हामी चाहिँ रोडतिर आइसक्यौँ। टक्क लगाएर चाहिँ हामी हिँड्दैछौँ। ल फाइनली हामी चाहिँ रुममा आइसक्यो है त गाइज। ल यसरी टक्क लगाएर चाहिँ हामी रुममा आइसक्यो है गाइज। ल तपाईँहरूलाई के कस्तो छ सल्लाह सुझाव दिनु होला है त।